Good evening, everyone. My name is Tamsan Tamang. I read in class 1. आज मेरो आमाले इटरी गयो आज आमा र म अनि मम्मी इटरी गएर योहरु किन्यौं त यो मेरो बर्थडे को फ्रक हो म तपाईहरुलाई देखाइदिन्छु फर्स्ट मैले देखाइदिन्छु यो यस्तो छ अलिक पछाडी जानुस् न अलिक पछाडी राम्रो लाग्यो भने लाइक गर्नुस् लाइक सब्स्क्राइब है ओके नेक्स्ट अनि मेरो यो हेलो केटी वाला बोतल यो यसरी खोल्छ के यो छ नि यो यहाँ धेरै नजिक आउनु भयो अनि यो यसो थिचेर यसरी खोल्ने अनि यसरी पानी खाने ओके गुड इजी छ यो भोलि म फ्राइडे हैन जुडोमा लान्छु यो बोतल अनि नेक्स्ट मेरो ब्युटीफुल वाला हैन कुरोमी वाला जेमी बक्स फेभरेट है वाउ ल राख्नु सबै नेक्स्ट म यो देखाइदिन्छु खोलेर एकचोटि आमा हस यहाँ थिचो भने यो साम निस्किन्छ यहाँ थिचो भने बक्स निस्किन्छ यहाँ थिचो भने यहाँबाट यो निस्किन्छ यहाँ सिजर राख्ने एउटा मिनी सिजर हजुर अनि यहाँ यो खोल्यो भने यहाँ टेप राख्ने यो यसरी बन्द पनि हुन्छ हजुर अनि नेक्स्ट म देखाइदिन्छु पछाडीको पनि यो चाहिँ पछाडीको हैन यहाँ यो जेम्टी बक्स हो वाउ है यहाँ पेन्सिलहरु राख्ने यो तलको यतिकै डिजाइन गरेको के हजुर यहाँ हैन राख्दा हुँदैन यो खोलिदिदैन ओके ओके ल राख्नु सबै नेक्स्ट के छ यो मेरो अस्ति अब हैन हाम्रो स्कुलमा एउटा हैन ब्रश गर्ने एक्टिभिटी ब्रश गराएर अनि मैले एउटा ब्रश किने यो हैन स्टिकी वाला हुन्छ हो तर स्टिकी हुन्छ नि भित्रमा टाँसेपछि टाँसिन्छ अनि मेरो बेबी क्रिम यसरी यहाँ मुखमा लाउने पुस्ने धेरै लायो भने यसरी पुस्यो भने त बहुत बन्छ अनि नेक्स्ट मेरो यो फेभरेट है ओइल अनि यो मेरो स्टिकी नोट्स के लेख्नु नि हो स्टिकी नोट न हर्सी गाले पनि त्यस्तै किनेको थियो मैले पनि त्यस्तै किनेको अनि नेक्स्ट हैन यो दुईटा हैन मार्समेलो ओके अनि नेक्स्ट मेरो यो स्याम्पू बेबी स्याम्पू ल बस्नुस् अब अनि लास्टमा के भन्नुहुन्छ सिट डाउन प्लिज सिट डाउन बसेर भन्नुस् न थ्यांक यू बाय बाय अनि आज कस्तो भयो शपिङ त्यो त भन्नै भयो